अन्ततः नेपाल सरकार र अनसनरत डाक्टर गोविन्द केसीबीच सम्झौता भई अनसन तोडिएको छ। सम्झौता अनुसारको प्रगति समीक्षा गर्नुभन्दा पनि यो सम्झौताले अनसनरत डाक्टर केसीको जीवन रक्षा गरेको छ। सरकार पनि एउटा गम्भीर नैतिक सङ्कटबाट बचेको छ। डाक्टर केसीको यो 19औं अनसन हो। चिकित्सा क्षेत्रमा भएका विकृति विसङ्गतिलाई ओल्याउँदै सिङ्गो जीवन नै चिकित्सा क्षेत्रलाई समर्पण गर्दै विचित्रको साहसका साथ अघि बढेका डाक्टर केसी अनसनकै माध्यमबाट पटक पटक आफ्नो माग सम्बोधन गराउन सफल देखिन्छन्। चिकित्सा क्षेत्रलाई केही वर्ष अघिसम्म सम्मानित पेसाको रूपमा देखिन्थ्यो। डाक्टरहरू जिउँदो भगवान मानिन्थे। माफियाकरण व्यवसायीकरणमा परिणत भएसँगै बदनाम हुँदै गएको चिकित्सा क्षेत्रलाई पूर्ववत अवस्थाको रूपमा विकसित गर्न सम्भव नहोला। तथापि पटक पटक भएका सम्झौताहरू कार्यान्वयन हुन सके भने स्वास्थ्य क्षेत्रमा परिवर्तन अवश्य हुनेछ। चिकित्सा क्षेत्रका समस्याहरू अनसनकर्ताको माग अनुसार चुड्कीको भरमा समाधान हुने खालका छैनन्। दबाब नपुगेर समस्याहरू चुलिएका पनि होइनन्। सरकारसँग साधन र स्रोतको कमी भएसँगै प्रवेश गराइएको निजी क्षेत्र नाफाखोर हुँदै माफिया तन्त्रतर्फ उन्मुख भएकैले विकृति र विसङ्गति जन्मिएको हो। विकृति र विसङ्गति हटाउनमा सम्झौता कारक हुन सक्ने देखिन्छ। तथापि कतिपय कुराहरू अव्यावहारिक पो छन् कि यसतर्फ पनि सोच्न जरुरी छ। झण्डै 28औं दिन अनसन गर्नुहुने डाक्टर गोविन्द केसी सम्झौतासँगै केही साङ्केतिक उपलब्धिसहित आफ्नो कर्म क्षेत्रमा जानु त होला, तर सम्झौता कार्यान्वयन गर्न सरकारको साधन र स्रोतले कति साथ देला त्यो चाहिँ कार्यान्वयन भएपछि मात्र देख्न सकिन्छ। डाक्टर केसी सङ्घर्षशील व्यक्तित्व हुनुका साथै निडर र साहसी पनि देखिएका छन्। कसैसँग नडराउने, आफ्नो लक्ष्यप्रति दृढ, लोभ लाभ भन्दा पर भएपछि मानिसमा अदम्य साहस र निष्ठा बढ्दो रहेछ। कर्णाली क्षेत्रका गाउँ गाउँमा गरिब र निमुखा जनता समक्ष आफ्नो सिप र कौशल देखाउँदै उनीहरूका आस्थाका केन्द्र बन्न सफल डाक्टर केसीलाई आफ्नो व्यक्तिगत जीवनबारे सोच्ने फुर्सद देखिँदैन। कमजोर साधन र स्रोत, निवृत्त अनि वृद्ध शरीर, कसैले सोच्नै नसक्ने प्रकारको क्रियाशीलता। उनको जीवनीबाट देशका नवयुवाहरूले धेरै कुरा सिक्न जरुरत छ। उनी नक्कली अभियन्ता होइनन्। उनलाई कसैले परिचालन गरेको छैन। उनको कार्यक्षेत्र माइतीघर मण्डला पनि होइन। उनको भविष्यप्रतिको व्यक्तिगत सपनाहरू पनि छैनन्। तथापि देश र जनताको निमित्त उनी कहिल्यै थकित पनि देखिँदैनन्। इतिहासमा बिरलै देख्न सकिने यस प्रकारका एक अभियन्ता हुन् डाक्टर केसी। त्यसो त उनका सङ्घर्षका पाइलाहरूलाई सनकपूर्ण र उक्साहट भन्दै आलोचना गर्नेहरूको कमी पनि छैन। जो सत्तामा रहन्छ त्यसले प्रतिपक्ष देख्ने राजनीतिक आरोप पनि लगाइने गरिन्छ। जसले जे भने पनि नेपाली जनताले उनलाई सच्चा देशभक्त नागरिकको रूपमा हेर्छन्। उनका सङ्घर्षशील पाइलाहरू पनि त्यसैतर्फ उन्मुख छन्। अनसन गर्दैमा सबै कुरा पूरा हुन्छ भनेर सोच्नु पनि हुँदैन। डाक्टर केसीको जीवनीबाट नेपाली जनताले सिक्नुपर्ने महत्त्वपूर्ण कुरा भनेको आफ्नो निष्ठाको निरन्तरता हो। आज नेपालीहरूलाई आफ्नो पेसा के हो, आफ्नो अधिकार के हो जस्ता कुराहरू पनि कसैले सिकाइदिनु पर्ने जस्तो देखिँदै गएको छ। हरेक क्षेत्रमा बढेको भ्रष्टाचारले गाउँ गाउँ बस्ती बस्ती आक्रान्त छ। आफ्नो नजिकैको सडकमा ग्राभेल भन्दै माटो खन्याइदिने विकासे अभियान प्रति समेत जनता मुख दर्शक छन्। आफ्नो लागि भन्दै आएको विकासे कामप्रति सचेतना छैन। जसले जे गरे पनि हुन्छ, नाम विकास राखिदिए हुन्छ। यस्तो विसङ्गतिपूर्ण परिवेशमा डाक्टर केसीबाट प्रेरणा लिँदै गाउँ गाउँमा बोलिदिने केही अभियन्ताहरू निस्कन सके भने विकासले गति लिन सक्थ्यो। भ्रष्टाचार रोकिनमा सहयोग मिल्थ्यो। फलस्वरूप स्वावलम्बी समाजको निर्माण हुन सक्थ्यो। तर उल्टो भूमिका निर्वाह गर्दै लाभ र हानिको हिसाबमा बनेका अभियन्ताबाट यी र यस्ता कुराको परिकल्पना गर्न सकिँदैन। आफ्नाका गन्ध पनि सुगन्ध हुने परिपाटीबाट सबै मुक्त हुन सक्नु पर्दछ। राम्रोलाई राम्रो अनि ठिक र बेठिकको स्पष्ट दृष्टिकोण राख्न सकिएमा सबै नेपालीको भूमिका अभियन्ताको जस्तो देखिन सक्छ। यो शिक्षा हामीले डाक्टर गोविन्द केसीको जीवनीबाट प्राप्त गर्न सक्छौं। सङ्घर्ष एक, उपलब्धि अनेक, नाम र पात्र एक, उपलब्धि अनेक। यही विशेषताको नाम नै डाक्टर गोविन्द केसी हो। प्राप्त सफलताको निमित्त हार्दिक शुभकामना। माउन्टेन टेलिभिजन, राजनीतिक ब्युरो।